Hello everyone, welcome to my channel Mukbad है सो दिस इज माई फर्स्ट भिडियो मेरो पहिलो भिडियो भनौँ न होइन म चाहिँ अब मुकब्याङ बनाउन आँटेको र आज चाहिँ म मुकब्याङ गर्नुको साथसाथै अब खानेकुरा कुनै रेस्टुरेन्ट अथवा विभिन्न रेस्टुरेन्टहरूमा मगाउँछु अनि त्यसपछि आएर त्यसको रिभ्यू पनि दिन्छु र साथसाथै अब मुकब्याङ त त्यो भिडियो भइ नै हाल्यो होइन सो आज चाहिँ म यहीँ ओल्ड बानेश्वरको A1 क्याफेबाट चाहिँ केही खानेकुराहरू मगाउँछु अनि त्यसको खानेकुरा कस्तो छ टेस्ट कस्तो छ त्यसको रिभ्यू सहित भिडियोहरू बनाउने छु हेर्दै जानु होला र म ल फाइनल्ली A1लाई कल गर्दा गर्दा आधी घन्टा जति कल गरेँ कति व्यस्त भएको है कल गर्दा गर्दा आधी घन्टापछि बल्ल बल्ल कल उठ्यो अर्डर गरेको छु 20 मिनटमा आउँछ भन्दैछ अब हेरौँ कति टाइम लगाउँदो रहेछ यिनीहरूले अहिले ठ्याक्क 1 बज्न लागेको छ 1 बज्दा 2 मिनट बाँकी छ दिउँसोको कति टाइम लाग्दो रहेछ हेरौँ त्यो बेलासम्म चाहिँ यतिकै होस् हेलो एभ्रिवान फाइनल्ली मेरो मुकब्याङको लागि आजको लागि खाना रेडी भइसकेको छ खाना हेर्ने भने मसँग छ चटपटे पनिर मटर नान बफ मोमो र यो चाहिँ भात नेपाली भएपछि भात चाहिँ अनिवार्य चाहिन्छ अरू जेसुकै होस् हैन र म टेस्ट पनि गर्छु कस्तो छ यो चाहिँ बटर नान हो बटर नान कस्तो छ त्यो टेस्ट गर्छौँ अनि यो पनिरवाला भयो अब यो चटपटे चाहिँ अब नखाइ हुँदैन एकदम चटपटे मलाई एकदम मनपर्छ र चटपटेसँगको मेरो पुरानो नाता पनि छ किन भन्दाखेरि अब पहिला म गर्लफ्रेन्डसँग बसेर जहिले चटपटे खान्थेँ भनेर यसरी भन्ने दिन कहिले आउँछ होला है हामी जस्तै सिङ्गल मान्छेको ठिकै छ केही छैन तर पनि हेरौँ होइन कस्तो छ स्वाद टेस्ट गर्छु म ओके फाइनल्ली यो A1 क्याफेबाट अर्डर गरेको खानाहरू आइसकेको छ यो भात चाहिँ मैले यहीँ बनाएको अनि बाँकी यो चाहिँ यो पनि होइन यो पनिर मटर बफ मोमो र बटर नान चाहिँ मैले A1बाट मगाएको बट सर्भिस चाहिँ मलाई खासै ठिक लागेन किनकि अब मैले 20 मिनट भनेर उसले भनेको थियो आउँछ भनेर लगभग 45 मिनट जति लाग्यो डबलै लाग्यो होइन त्यसमा चाहिँ पनि अब आयो भनेर बाहिर लिन बोलाएपछि अब लगभग 15-20 मिनट त मलाई त्यहीँ कुराइदियो होइन अब किन ढिला भनेको तपाईँले देख्न त देखाएको थिएँ मैले त को हो भनेर हिँडेँ उता भन्छ नम्बर लिएर हिँड्नुपर्छ नि होइन अब त्यस्तो हुन्छ सो त्यही भएर सर्भिस चाहिँ मलाई खासै ठिक लागेन अब त्यस सर्भिसको कुरा छोडिदिइहालौँ खानेकुरा चाहिँ टेस्ट गरौँ होइन कस्तो छ यो नानसँग पहिला बटर नानसँग के भन्छ यो सरी बटर नानसँग यो हाम्रो मटर पनिर टेस्ट गरौँ कस्तो छ मिठो छ के भन्छ मलाई मन पर्यो यो बटर नान र यो पनिर मटरको मलाई के भन्छ कम्बिनेसन चाहिँ एकदम मन पर्यो एकदम मिठो छ अनि मैले खोजेको कुरा चाहिँ के भन्छ यो मटर पनिरमा पनिर चाहिँ कहाँ गएछ भन्छु कि म पनिर त एउटै देख्दिनँ त रहेछ 1-2वटा पनिर तर यो नाम चाहिँ पनिर मटर र पनिर चाहिँ खासै कम भएको भएर यसमा पनि अलिकति डिसेटिस्फाई भएमा तर पनि टेस्ट वाइज चाहिँ मिठो छ यो यो मिठो छ अनि मोमो पनि हेर मोमोको स्वाद यो चाहिँ बफ मोमो मगाएको थिएँ मैले यो बफ मोमो अचारसँग मिसाएर हेरौँ मोमोको साइज चाहिँ ठिक छ ठुल्ठुलो छ होइन सेटिस्फ्याक्ट्री नै छ मोमोको साइज अनि टेस्ट हेरौँ मोमो पिठो चाहिँ एकदम बाक्लो छ होइन अलिकति जुसी भएको भए अलिकति मिठो हुन्थ्यो कि भन्ने कुरो हो तर त्यस्तो नमिठो चाहिँ होइन मिठो छ यो पनि सेटिस्फ्याक्ट्री नै छ मिठो छ यो पनि ठिकै छ अब बिहानदेखि मुकब्याङ बनाउन भनेर केही नबनाइकन
होइन केही नखाइकन बसेको त यस्तो भोक लागिरहेको थियो झन् यो के भन्छ अर्डर ढिलो गरेपछि त मलाई यस्तो रिस उठिसकेको थियो त्यही पनि फाइनली आएको छ खाइ हेरौँ है अब यो त मलाई ठिक लाग्यो क्या अरू भन्नु त्यस्तो होइन नानी यति सधैँ छ र पहिला पहिला मैले भातसँग चटपटी पनि खाने गरेको थिएँ क्या चटपटीको स्वाद र भातको स्वाद पनि मिठो हुन्छ कम्बिनेसन कस्तो हुन्छ हेऱ्यौँ है त पहिला चटपटी टेस्ट गरौँ यो चाहिँ मैले यहाँ नजिकै चटपटी पसलबाट लिएर आएको कस्तो बनाएछ हातैले खाइदिनु चटपटी होइन ठिकै छ चटपटी जस्तो पनि मिठै लाग्छ मलाई होइन किनकि चटपटी अरूले नै भने पनि चटपटीलाई नै भन्न सकिँदैन नाइस अब म यो कम्प्लिट खानालाई कति टाइममा खाइसक्छु होला त्यो टाइम क्यालकुलेट गरेर हेर्नु होला है यसलाई भातसँग बटर नान खाऊँ पहिला भात त अनिवार्य चाहिन्छ नेपाली भएपछि भात त नभई हुँदैन होइन अब खाइहाल्यो भात र यसको स्वाद कस्तो हुन्छ हेर्छु र मिठो हुँदो रहेछ भातसँग पनिरको पनि स्वाद मिठै छ मिठो छ मिठो मिठो चटपटी मिक्स अब हेल्दी फुडमा अनहेल्दी खान त नहुने तै पनि अब मिठो मिठो नानीले गरेर अलिकति खाना अप्ठ्यारो पऱ्यो यसलाई साइड लगाइदिउँ योसँग चटपटे 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 भात पनिर मटर स्वाद त म खतरा बनाएर खान्छु नि फेरि मोमो पनि मिक्स गरिदिनु कि त म ला मलाई मार्ने लास्ट त घिनास्टिक पाराले खाएँ होइन तै पनि एकचोटि टेस्ट चाहिँ गरी हेरौँ कस्तो हुँदो रहेछ तिनवटाको कम्बिनेसन 4वटा कम्बिनेसन है आहा कस्तो मिठो दामी 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 मिठो बिहानदेखि केही नखाइकन बसेको काम लाग्यो लगभग अहिले दिउँसोको 2 बजिसक्यो होला मैले खाना भर्खरै खाँदैछु गाँस त म खासै ठुलो हाल्दिनँ सानै हो यत्रो यत्रो गाँस छ त्यो त ठुलो घाँस चाहिँ हुँदैन मेरो सानो नै हाल्छु अरूभन्दा कति टाइममा सकेर भने ढिला पो हुन्छ कि अब भातै खान सकेन
एकदम दामी। साह्रै मिठो भयो है क्या। म त मुक्न पो भएछ बिलाएछ झन् कस्तो खानु खाएको त मैले। यो भोक लागेको बेला चाहिँ टन्न खान्छु भन्ने सोचिन्छ कि, तर झन् जति धेरै खान्छ भने त्यति कम खान सकिन्छ यो भोक लागेको बेला क्या। समस्या चाहिँ त्यही एउटा छ। भात चाहिँ खाएर सिद्धाएँ मैले। अनि भात सकिसकेपछि अब यसको नानसँग खाने काम हो होइन। सुरुमा के खाऊँ त भन्दा चटपटे खाऊँ है। चटपटेलाई चाहिँ अब खासमा त्यो चटपटे प्लास्टिकमा दिएको थियो, त्यो प्लास्टिकमा के देखाउनु होइन, त्यही भएर यसमा देखाएको फर्स्ट बाइट चटपटे। अमिलो धेरै हालेर रहेछ। अलिक धेरै भयो। यो चाहिँ अमिलो धेरै भएर खान मन लाग्यो मलाई। अब चाहिँ अहिले भातसँग मिसाउँदाखेरि चाहिँ यो पनिरको ग्रेभीले बरु ठिक्क फ्लेभर लिएर आएको थियो। अहिले त यतिको खाँदा त अमिलो न अमिलो रहेछ। मैले अमिलो होइन पिरो चाहिँ धेरै हाल्यो भने उल्टो सुनेछ चटपटी वालीले। छोरी मान्छेले खाने जस्तै बनाएछ, अमिलो न अमिलो। त्योभन्दा मोमो ठिक। बाक्लो न बाक्लो पिठो छ। कस्तो त्यो यो पिठोको जुन यो मोमोको पिठो चाहिँ नपाकेको जस्तो देखिन्छ। अलिकति पातलो बनायो भए अलिक मिठो हुन्थ्यो होला कि। भित्र पनि सुक्खा न सुक्खा छ है। मेक इट जुसी म्यान। अनि पो अलिकति स्वाद आउँछ त खानालाई स्वाप लाएर। तान्ने इच्छा हुन्छ नि त्यो केही नभएको चाहिँ चपाक 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 चलाएको जस्तो स्वाद छ यसको। अब भोलि फेरि A1को मैले नराम्रो कमेन्ट गरेँ भनेर अथवा नराम्रो रिभ्यू दियो भनेर भड्किन सक्छन् उनीहरू। तर ट्रु चाहिँ यही नै हो है। अलिकति सुक्खा छ र यो पिठो अलिक बाक्लो भयो, काँचो काँचो जस्तो छ। ध्यान दिनु होला। मिलाएन सरी ल, जुठो पनि यही खालेछु। त्यही म लास्ट फोरिरहेछु नदिएर यो घिन लाग्दो।
लास्टै फोरी भएको छु म फोरी हुनु नि अर्को पिस मोमो पिरो पनि थियो त है मतलब पिरो त टेस्टै नगरेको पिरो अचार छ यसको पिरो अचारसँग कस्तो छ हेरौँ थोरै अचार थोरै पिरो मुखमै आउन मान्दैन त चिप्लेर खै मोमोदेखि मलाई के चित्त नबुझ्यो जस्तो लाग्यो सुरुमा त ठिकै जस्तो लाग्यो त भोकले अघि अब फेरि यो मोमो नेपालीले फेरि मोमो यसरी फुटाएर खाएको देख्यो भने यो आर्के लामा सेफ हुनुहुन्छ एकजनाले मोमो जसले अथवा काटेर अथवा फुटाएर खान्छ त्यसको मुखमा घोज्दै हुन्छ भन्दा नि त्यो डरले भए पनि मैले सिँगै खाइरहेको छु भन्नु आयो क्या तर ठिक हो मोमो सिँगै खानुपर्छ क्या छोडेर होइन भन्नु आयो क्या भन्दा भन्दै छोडिसक्यो मिठो नलागेर खासमा पेट त ढम्म भयो होला सबै खान सक्छु होला भन्नालेको खासै खान सकिएन सरी गाइज मेरो यो फर्स्ट डेको भ्लग भएर होला होइन अथवा खानी त्यस्तो धेरै खानी बानी छैन नि त ल्याएको जति अब सबै खान सकिएन अब यो सबै वेस्ट हुन्छ केही छैन होइन अब यो त भइहाल्यो अब नेक्स्ट टाइम चाहिँ म नेक्स्ट टाइम फेरि अर्को कुनै पनि अरू रेस्टुरेन्टबाट अथवा अरू कुनै छुट्टै आउटलेटबाट चाहिँ खाना मगाउँछु अनि त्यसको पनि यसरी नै भ्लग बनाएर रिभ्यू गर्छु तपाईँहरूले पनि मलाई रिकमेन्ड गर्न सक्नुहुन्छ कि कहाँको खाना खाँदा बेस्ट हुन्छ अथवा कहाँको खाना ट्राई गर्नु अनि त्यसको रिभ्यू दिनु भनेर भन्दा पनि हुन्छ म त्यही अनुसारले जान्छु र अर्को टाइम चाहिँ जसरी हुन्छ तपाईँले भनेको कुरा खाना कोसिस गर्छु यो भात सुरुमा भात धेरै खाएर हो गाह्रो भएको होइन सो तबसम्मको लागि बाई बाई एन्ड मनपर्ने जुन साथीहरूलाई मैले बनाएको भिडियो मन परेको छ लाइक सब्सक्राइब र सेयर गरिदिनु होला र सपोर्ट गरिदिनु होला यसरी नै भन्नाले अब फर्स्ट भिडियो त हो यसरी नै के भन्नु होइन फर्स्ट भिडियो भएको कारणले सपोर्ट गर्दै जानु अनि म नयाँ नयाँ भिडियोहरू तपाईँको सामु लिएर आउनेछु तबसम्मको लागि बाई बाई